दुबईका केही साथीहरू अलिकति मानवता देखाउने कोसिस गरौँ न है, जसले दुबईमा बसेर फ्रिल्यान्स भिजा र भिजिट भिसाको काम गरिरहेको छ। फर द मेन टाइम स्टप गर्न सकिँदैन भनेको के। तपाईँले अझै फुकिरहनु भएको चाहिँ आउनुहोस्, हामी तपाईँलाई यो अफरमा ल्याइदिन्छौँ, यति हजारमा भिजिट भिसामा दुबई ल्याएर काममा लगाइदिन्छौँ, यति हजारमा तपाईँलाई चाहिँ फ्रिल्यान्स भिसा लगाइदिन्छौँ, तपाईँलाई काममा लगाइदिन्छौँ भनेर जुन किसिमको प्रचार प्रसार यो टाइममा गरिरहनु भएको छ नि, तपाईँको मानवता खोइ। तपाईँलाई साँच्चै पैसा मात्रै ठुलो कुरा भएको हो कि अहिलेको दुबईमा वास्तविक अवस्था के भइरहेको छ त्यसलाई मध्यनजर गर्दै बरु तपाईँले इन्फर्मेटिभ भिडियो हालिदिने गर्नुहोस्। दुबई आएर जब लगाइदिन्छु, भिजिट भिसामा आउनुहोस्, फ्रिल्यान्स भिसामा आउनुहोस् भन्ने काम चाहिँ फर द मेन टाइम स्टपै गर्नुहोस्। मैले तपाईँको रोजीरोटी खोज्न चाहिँ खोजेको होइन, तर संसारै त्राई भइरहेको अवस्थामा, स्पेसली दुबई नै त्राई भइरहेको अवस्थामा अहिले फर द मेन टाइम चाहिँ सचेतनाका भिडियोहरू हालिदिनु भयो भने अवश्य सबै सामान्य भइसकेपछि त तपाईँले नै खोजी तपाईँकै थ्रुबाट दुबई आउने मान्छेको त फेरि लाइन लस्कर हुन्छ के। सो त्यो अहिले चाहिँ त्यसलाई बिजनेसको रूपमा भन्दा पनि तपाईँले चाहिँ सूचनाको रूपमा अथवा इन्फर्मेटिभ भिडियोहरू हालेर चाहिँ आफ्नो क्लाइन्टहरूको मन जित्ने हो कि। यदि मैले भनेको कुरा अनर्थ लागेमा चाहिँ क्षमा प्रार्थी नै छु है। थ्याङ्क यू।